सम्पूर्ण दर्शक महानुभावलाई गुरुजी विष्णु भाइको टाइमलाइन र तपाईको आजमा हार्दिक स्वागत तथा अभिवादन। दर्शक महानुभाव प्रवेश गरौँ आजको चाड पर्व पञ्चाङ्ग आदिको परिचयमा। आज 15 जुन 2025 तदनुसार विक्रमी सम्वत 2082 अषाढ 1 गते आइतबार आषाढ कृष्ण पक्षको चतुर्थी तिथि। शिववास कैलाशमा रुद्राभिषेक शिव स्थापना आदिबाट सुख फल प्राप्त हुने। अग्निवास जुरेन तथापि विवाह यात्रा व्रत गोचरेषु चूडोपणीते ग्रहणे युगाद्ये दुर्गा विधानेन सुत प्रसूतौ नैवाग्नि चक्रम परिचिन्तनीयत भनिएको हुनाले उपरोक्त कार्यलाई अग्निवास नभए तापनि हवन आदि गर्न मिल्ने। चन्द्रमा मकर राशिमा चन्द्रवर्ण कालो, गुरु मिथुन राशिमा, सूर्य मिथुन राशिमा, बुध मिथुन राशिमा, बुधादित्य योग, मंगल सिंह राशिमा, केतु सिंह राशिमा, राहु कुम्भ राशिमा, शुक्र मेष राशिमा र शनि मीन राशिमा रहने योग ग्रह गोचर आदिले दर्शाएको देखा पर्दछ। दर्शक महानुभाव आजको राहुकाल गान्तोकको अक्षांश र देशान्तरको आधारमा 16 बजेर 47 मिनेट 35 सेकेन्डदेखि हुँदै दिनको 18 बजेर 31 मिनेट 29 सेकेन्डसम्म रहनेछन्। राहुकालमा लामो दूरीको यात्रा वा कुनै प्रकारका शुभ कार्यलाई वर्जित गरिएको छ। आजको सूर्योदय बिहान 4 बजेर 40 मिनेट 21 सेकेन्डमा भएका थिए भने सूर्यास्त आज साँझ 18 बजेर 31 मिनेट 28 सेकेन्डमा हुनेछन्। यो थियो आजको चाड पर्व पञ्चाङ्ग आदिको परिचय। प्रवेश गरौँ आजको राशिफलमा। मेष राशि, वर्ण रातो, दिशा पूर्व। मेष राशिलाई दिनमान अनुकूल भएन। मेष राशिले अलिकति सावधानीका साथ कार्य गरेको राम्रो हुनेछ। तर पनि कृषिजन्य पदार्थ, पशुधन आदिका लागि दिनमान अनुकूल रहनेछ। सानातिना काँचो कचिलो पदार्थ वा टेक्निकल कार्य वा शिल्प कार्यका लागि दिनमान अनुकूल भन्न सकिन्छ। वृष राशि, वर्ण सेतो, दिशा दक्षिण। वृष राशिलाई दिनमान राम्रो छ। वृष राशिले हातका कलाबाट गरिने कार्य, सिलाई, बुनाई, फेसन, डिजाइन, ब्युटिसियन, कलाकारिताका लागि दिनमान निकै नै राम्रो छ। प्रेस मिडिया, पिक्चर मिडिया वा कुनै प्रकारका बुक ब्यान्डिङसँग सम्बन्धित कार्य पनि सफल हुने योग वृष राशिलाई देखा परेको छ। मिथुन राशि, वर्ण पहेँलो, दिशा पश्चिम। मिथुन राशिलाई दिनमान आज सबैतिरबाट राम्रो छ। प्रेम प्रसङ्गमा सफलता मिल्ने। खेती किसानका लागि दिनमान अनुकूल हुने। लामो वा छोटो दूरीको यात्रा, मिष्टान्न पान आदिका योग मिथुन राशिलाई देखा परेको छ। विद्यार्थी वर्गलाई पनि दिनमान अनुकूल। उच्च अहोदाका कर्मचारी वर्ग वा सामान्य वर्ग सबैमा आज दिनमान खुसीको लहर छाउनेछ। कर्कट राशि, वर्ण सेतो, दिशा उत्तर। कर्कट राशिलाई दिनमान त्यति राम्रो भएन। कर्कट राशिले अलिकति सावधानी अपनाएर कार्यको लागि निस्कनुहोस्, नै त भने कुनै प्रकारका चोटपटकका योग पनि भएका छन्। अलिकति सावधानी रहने, गृह कार्यमा ध्यान दिने, अरूका कार्यमा धेरै हस्तक्षेप नगरिकन आफ्ना कार्यलाई सुचारू रूपले सञ्चालन गर्नुहोस्। तर पनि एउटा फाइदा के छ त भन्दाखेरि कुनै प्रकारका बिमार आदिका उपचारमा भनेदेखि सफलता मिल्ने। रुपियाँ पैसाको कारोबारमा अलिकति सावधानी अपनाएको राम्रो हुनेछ। सिंह राशि, वर्ण रातो, दिशा पूर्व। सिंह राशिलाई दिनमान मध्यम खालको छ। कतै केही कार्य भइ पनि हाल्न सक्छ, कतै रोकिन पनि सक्छ। तर अलिकति वाद विवादको घेरोबाट भनेदेखि बच्नुपर्ने हुन्छ। खेती किसान र सानातिना विद्यार्थी वर्गका लागि दिनमान राम्रो भए पनि उच्च अहोदाका शिक्षार्थी र विद्यार्थी वर्गलाई दिनमान त्यति अनुकूल देखा परेको छैन। श्रमजीवी वर्गलाई दिनमान सामान्यतया अनुकूल भन्न सकिन्छ। उच्च अहोदाका कर्मचारी वर्गलाई दिनमान त्यति राम्रो भएन। अन्य क्षेत्रलाई दिनमान सामान्य रहने। कन्या राशि, वर्ण पहेँलो, दिशा दक्षिण। कन्या राशिलाई दिनमान निकै नै राम्रो छ। कन्या राशिले आज सोचे अनुरूप कार्य पनि सहजै हुन्छन्। केस मुद्दा मामिला आदिमा विजय प्राप्त गर्न सक्नुहुनेछ। लामो वा छोटो दूरीका यात्रा पनि छन्। होटल व्यवसाय, ट्राभल एजेन्सी आदि र सानातिना कार्यमा पनि आज सफलता मिल्ने योग कन्या राशिलाई देखा परेको छ। तुला राशि, वर्ण सेतो, दिशा पश्चिम। तुला राशिलाई पनि दिनमान राम्रो भयो। तुला राशिले आज खेलकुद, मनोरञ्जनसँग सम्बन्धित कार्यमा सफलता मिल्ने। अचानक धन प्राप्तिको योग छ। कतै लटरी चिट्ठाहरू पनि पर्न सक्छन् है। यसो भाग्य अजमाएर हेरेको राम्रो हुनेछ। खेती किसानलाई दिनमान राम्रो। विद्यार्थी वर्गका लागि पनि दिनमान अनुकूल। राजनीतिक क्षेत्रमा पनि आज दिनमान सफल भन्न सकिन्छ। वृश्चिक राशि, वर्ण रातो, दिशा उत्तर। मध्यम प्रकारको फल। कतै कार्य भयो, कतै रोकियो।
कसैसँग वाद विवाद पनि हुन सक्छ भने कसैसँग सुमधुर सम्बन्ध पनि स्थापना हुन सक्छ। दिनमान मिश्रित फल लिएर आएको छ। इष्टदेवको आराधनाले बिग्रिएका कार्य बनिन पनि सक्नेछन्। अलिकति आध्यात्मिक चिन्तन बढाउनुहोस्, रुखो नबोल्नुहोस्, मिठो मधुर बोलीले आज धेर थोर कार्य सम्पन्न गर्न सक्नुहुनेछ। धनु राशि वर्ण पहेँलो दिशा पूर्व, दिनमा निकै नै राम्रो छ। आज आध्यात्म चिन्तनपट्टि पनि मन बढ्नेछ। गरेका कार्यहरूमा यश प्राप्तिले मन प्रफुल्लित हुनेछ। राजनैतिक मान सम्मान प्रतिष्ठा पनि प्राप्त गर्न सक्नुहुनेछ। कुनै प्रकारका शोधकर्ताहरूले नयाँ नौलो आविष्कार पनि गर्न सक्ने योग आज धनु राशिलाई देखा परेको छ। मकर राशि वर्ण कालो दिशा दक्षिण, मकर राशिलाई दिनमा त्यति अनुकूल भएन। मकर राशिले आज साना साना कार्य वा दैनिक कार्यमा मात्रै प्रवेश गरेको राम्रो हुनेछ। नयाँ कार्यको थालनी नगर्नुहोस्। दैनिक कार्यलाई समेट्नुहोस्। पारिवारिक जनसँग सरसल्लाह लिएर कार्य गर्नुहोस्। नारी जातिको सल्लाह शिरोधार्य गर्नुहोस्। त्यसो गर्नुभयो भने धेर थोर कार्य हुन सक्नेछन्। तर पनि खेती किसान सानातिना शिक्षार्थीहरूका लागि दिनमान राम्रै छ। अन्य क्षेत्रलाई दिनमान सामान्य मात्र भन्न सकियो। कुम्भ राशि वर्ण कालो दिशा पश्चिम, कुम्भ राशिलाई दिनमा चारैतिरबाट सफलता लिएर आएको छ। आज सानातिना कार्यदेखि लिएर ठुला कार्यसम्म सहजै सम्पन्न गर्न सक्नुहुन्छ। प्रेम प्रसङ्गमा पनि सफलता मिल्ने, धेरै दिनदेखि सोचेका कार्य अचानक सिद्ध हुने, धन रोकिएको वा कसैले लगेका रुपियाँ पैसा फिर्ता हुनाले मन प्रफुल्लित हुने, मिष्टान्न पानका पनि योग आज कुम्भ राशिलाई उदय भएको छ। मीन राशि वर्ण पहेँलो दिशा उत्तर, मध्यम प्रकारको फल भयो। केही कार्य भयो, आज कतै जान्छु भनेर निस्क्यो भने अर्कै ठाउँमा पुगियो, वा एउटा काम थालेर अर्को कार्यतिर जानु पर्यो। कुनै प्रकारका अप्रिय समाचार पनि सुन्न पर्न सक्दछ। तसर्थ धैर्यताले कार्य गरेको राम्रो हुनेछ। हडबडी नगर्नुहोस्। वाहन आदिका सञ्चालनकर्ताले पनि अलिकति सावधानी अपनाउनुहोस्। ठुल्ठुला टेक्निकल कार्यमा सञ्चालनकर्ताहरूले पनि अलिकति सावधानी गरेको राम्रो हुनेछ। खेती किसान सानातिना कार्यलाई दिनमान राम्रो, तर उच्च अहोदाका शिक्षार्थी विद्यार्थी वर्गलाई दिनमान राम्रो। राजनीतिक क्षेत्रका लागि दिनमान मध्यम, अन्य क्षेत्रलाई दिनमान सामान्यतया भन्न सकिन्छ। हस्त दर्शक महानुभाव हेर्दै हुनुहुन्थ्यो कार्यक्रम तपाईको आज। आज्ञा चाहन्छु म गुरुजी विष्णु भाइ। नमस्कार।